अगाडि कुनै सानोतिनो बलिदानले गणतन्त्रको स्थापना भएको थिएन। लाखौं मान्छेहरू घाट सडकमा उत्रिएर हजारौं मान्छेहरूले आफ्नो ज्यानको बलिदान दिएर गणतन्त्रको स्थापना भएको थियो। तर आज फेरि केही प्रतिगामी तत्त्वहरूले जुन प्रकारले गणतन्त्रमाथि धावा बोलिरहेका छन्, यो व्यवस्थालाई नै उल्टाउन खोजिरहेका छन्। उनीहरू कोही होइनन्, उनीहरू विदेशीले उचालेका हिजोका सामन्तीहरू, हिजोका पञ्चहरू। उनीहरूले आफ्नो नायिकालाई उठाएर, आफ्नो नायिका ज्ञानेन्द्र शाहीलाई उठाएर फेरि यो व्यवस्थालाई उल्टाउन खोजिरहेका छन्। उनीहरूलाई म यहीँदेखि होसियार बन्न चाहन्छु। उनीहरूलाई यो व्यवस्था सानोतिनो बलिदानले आएको व्यवस्था होइन। सक्छौ भने तिमीहरूले पनि त्यही अनुसार लड, सक्छौ भने त्यही अनुसारको बलिदान दिएर आफूले चाहेको व्यवस्था लिएर देखाऊ। होइन भने 2-4 मानिसहरूलाई, भारतदेखि मानिस बिहारीहरूलाई ल्याएर नेपालमा बिहारीहरूलाई आन्दोलन गर्न पठाएर कुनै व्यवस्था पल्टिनेवाला छैन। हो, आज पनि नेपाली जनताले जुन परिकारको अधिकार पाउनुपर्ने थियो, जुन सुख पाउनुपर्ने थियो, जुन सुविधामा नेपाली जनता बाँच्नुपर्ने थियो, त्यो पाएका छैनन्। यो व्यवस्था नै सबभन्दा उत्तम व्यवस्था नहोला, तर यो व्यवस्था हिजोको पञ्चायती व्यवस्था, हिजोको राजतन्त्रभन्दा धेरै नै उत्तम व्यवस्था हो। त्यसकारणले आज हामीहरूलाई गणतन्त्रको रक्षा गर्दै र संस्थागत गरेर समाजवादको बाटोमा अगाडि बढ्न जरुरी छ। अझ अहिले त हिजोभन्दा पनि झन् गणतन्त्रलाई रक्षा गर्नुपर्ने झन् आवश्यकता बढेर गइरहेको छ। त्यसकारणले अब नेपाली जनताहरूले फेरि पनि बुझ्नुपर्ने अवस्था आएको छ। अब उनीहरूको पछाडि दगुर्ने होइन, अहिले कसले के भन्छ कतातिर जाने भनेर दगुर्ने होइन। अब नेपाली जनताहरूले समाजवादको बाटोमा अगाडि बढ्नको लागि गणतन्त्रको स्थापना गरेर गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढेर समाजवादमा पुगेर नेपाली जनताले चाहेको, नेपाली जनताको भलो हुने व्यवस्था ल्याउन जरुरी छ। त्यसकारणले अब हामी पछाडि फर्केर हेर्ने यस प्रकारको कार्यक्रम आज हामी यहाँ राष्ट्रिय जनमोर्चाले जुन कार्यक्रम गरिराखेको छ, यस प्रकारको कार्यक्रम अरू पार्टीले पनि गरिराखेका छन्। काठमाडौँमा भव्य उडानबाजी गर्ने कार्यक्रम गरिराखेका छन्। उनीहरूले कहाँदेखि मानिस बोलाएका छन् भने भारतको बिहारदेखि उनीहरूले मानिस बोलाएर काठमाडौँमा प्रदर्शन देखाइराखेका छन्। उनीहरूको सोच कुनै